काण्डमा छ धेरै काण्डमा मुछेको छ नेताहरू उनीहरूलाई कारबाही हुनुपर्छ पर्दैन कारबाही त कस्तो हुनु पर्दैन अठ्याएर हालिहाल्नुपर्छ कुन निर्णय गर्ने उच्च स्तरीय छानबिन आयोग गठन गरेर कसलाई आरोप लागेको छ आरोप लागेका मान्छेहरूलाई सबैलाई हालेर चाहिँ एकचोटि छानबिन गरेर सबै मान्छेलाई कारबाही गर्नु अर्को कुरा के छ भने मैले आज अब फेरि यो चुनाव हुन्छ नै यो चुनाव नभइकन विधि र पद्धति हामी लोकतन्त्र विश्वास गर्ने मान्छे हो लोकतन्त्रमा चुनाव हुनुपर्छ तर लोकतन्त्रको चुनाव प्रत्यक्ष निर्वाचन कार्यकारी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ र त्यसो हुँदै गर्दा विदेशमा भएका मेरा भन्नाले हाम्रा नेपाली दाजुभाइहरूले कम्तीमा भोट हाल्ने वातावरण सिर्जना गरौँ उहाँहरूले पनि यो देशको भविष्यको बारेमा नेपालीहरूलाई त म भन्छु क्याबिनेटमा 4-5 जना राख्नुपर्छ विदेशमा भएका राम्रा योग्य मान्छे ल्याएर क्याबिनेट राखेको उहाँहरुले प्रस्ताव छ हो उहाँहरूले के हुन्छ भन्दै त्यो क्याबिनेटमा कसरी राख्ने उहाँहरूले विश्व बुझ्नु भएको छ नि त उनीहरूको एक्सपिरियन्स हो नि त उनीहरूलाई राख्न सक्यो भनेदेखि एकचोटि उहाँहरूले विश्व हेर्नु भएको छ क्या यहाँनिर देश बनाउने भिजन पनि छ विदेशमा रहेका नेपालीहरूको छ उनीहरू शक्तिशाली छन् यस्तो छ फेरि मेरो अभियानै छ एउटा ऋषिजी एउटा मेरो क्वेसन छ विदेशमा गएको युवा कस्तो युवा गएको छ भने नि ऊ झुक्न चाहँदैन ऊ नुनको सोझो गर्न चाहँदैन ऊ नारीमा विश्वास गर्छ र ऊ परिश्रम गर्न चाहन्छ ऊ परिश्रम गर्न बाध्य भएको र उसको योग्यता र क्षमताका आधारमा ऊ काम गर्न सक्छ र ऊ विदेश छ त्यसो हुँदा ऊ यो देशमा आयो भने उसले देशको समृद्धि गर्छ र हामी विदेशमा भएका नेपालीहरूलाई पनि आह्वान गर्न चाहन्छौँ तपाईहरू हामीलाई साथ दिनुहोस् र हामी भन्नाले म होइन हामी सम्पूर्ण नेपालीहरू एकजुट भएर कटिबद्ध रहेर नेपालको परिवर्तन गरौँ र मोडर्न नेपाल बनाऊ आज विश्वमा के भएको छ यो सानो देश भए पनि स्वतन्त्र राज्य हो यहाँ कसैले पनि यो सार्वभौम सानो देश भए सुन्दर देश यस्तो बहुजातीय बहुभाषिक बहुधार्मिकको एक साझा फुलबारी छैन हो विश्वमा छैन तर यो देशलाई राम्रो बनाउनु पर्यो भन्ने विकसित राष्ट्र बनाउनु पर्यो हो विकसित राष्ट्र एउटा लोक कल्याणकारी राज्य वेलफेयर कन्ट्री बनाउनु पर्यो यतिखेर परिवर्तन गर्नु पर्यो देशको परिवर्तनमा यतिखेर सबै युवा सबै नेपाली जनता लाग्नु पर्यो र जेनजी पुस्तालाई आज के भनिदैछ भने ऋषिजी म तपाईलाई एउटा अनुरोध गर्न चाहन्छु के भनिदैछ भने आज उसलाई के अरे जेनजी पुस्तालाई आतंककारीको ट्याग लगाइदैछ अवसरवादीको ट्याग लगाइदैछ जेनजी पुस्ता यो हो अग्रसरवादी र परिवर्तनकारी यी कुराले चाहिँ जेनजी पुस्ता अगाडि बढेको छ र तपाईहरुलाई म सम्पूर्ण नेपाली जनतालाई आह्वान यो मिडिया मार्फत आह्वान गर्न चाहन्छु तपाईहरुले यतिखेर साथ दिने बेला हो यतिखेर भन्ने बेला हो कहाँ सुध्रिनुपर्छ कहाँ के गर्नुपर्छ कुन तरिकाले अघि बढ्न सकिन्छ त्यो तरिकाले अघि बढ्ने हो र मुलुकको परिवर्तन गर्नका निम्ति र जनताको भाग्य र भविष्यलाई सुनिश्चित गर्नका निम्ति र स्वतन्त्रता राष्ट्रको अखण्डता र सार्वभौम सत्ता बचाउनका निम्ति र विभिन्न मागहरू छन् हामी यी मागहरू यहाँ मिडियाबाट भनेर साध्य पनि धेरै अझै मागहरू के छन् भनेदेखि पूर्व प्रधानमन्त्रीहरूलाई सकेसम्म उम्मेदवारी दिन नदिने चुनावमा एउटा कुरा त्यो पनि छ अर्को कुरा के छ भनेदेखि के हुन्छ भनेदेखि आन्दोलनका समयमा यो सीसी क्यामेरा जुन फुटेजहरू एउटा तपाईहरुलाई अब धेरैलाई दुःख लाग्न सक्छ यो कुरा दुःख लागोस् केही पनि फरक पर्दैन तर आज सीसी क्यामेरा फुटेजहरू सार्वजनिक गरेर आज गाउँमा लास गएको छ गाउँमा घाइते शरीर गएको छ अब फेरि गाउँका युवाहरू फेरि जेल जानुपर्ने सर्वसाधारणका छोराछोरी जेल जानुपर्ने आज सारा नेपाली आमाका एक पुस्ता विदेशमा छ अर्को पुस्तालाई जेल हाल्ने म त भन्न चाहन्छु यही मिडिया मार्फत भन्न चाहन्छु जुन अहिलेका गृहमन्त्रीज्यूबाट तत्काल आदेश हो यो आदेश के होस् यदि जेल बनाउने भने ठुलो जेल बनाऊ काठमाडौँमा जेल बनाएर सकिँदैन आन्दोलनकारीलाई जेल हालेर ठुलो पहाडतिर एउटा ग्रामीण भूभागमा पुरै जेल बनाएर हालिदिउँ होइन भने त जेनजी पुस्ताले परिवर्तन ल्याएको हो नि त परिवर्तन ल्याएको भोलिपल्टबाट आन्दोलन गरेर देशमा के अरे परिवर्तन अवस्था परिवर्तन सरकार ढालिसक्यो 2 दिनमा सरकार ढालिसक्यो अनि अब जेल जानुपर्ने यदि यो जेल जाने तरिका हो भने यो सरकार जेनजी पुस्ताले तोडफोड गरेको हो भने आगजनी गरेको हो भने त जेल जानु पर्ला नि त नियम कानुन त मान्नु पर्ला यस्तो हो नि त नियम कानुन मान्ने भन्नाले होइन आन्दोलनकारी आन्दोलन भयो आन्दोलनमा घुसपेट हुन्छ आन्दोलनकारीलाई जेलमा हाल्न पाइदैन यस्तो ऋषिजी आन्दोलनकारीलाई जेलमा हाल्न पाइँदैन भन्ने होइन आन्दोलनका कहिले पनि लिमिटेसन हुँदैन कहिले पनि क्राइटेरिया हुँदैन एउटा आन्दोलन गर्ने भन्नाले स्वचालित भएको आन्दोलन हो नि त कसैको नेतृत्वमा विध्वंस गर्न मिल्छ त आन्दोलनकारीहरूले विध्वंस गरे तोड्न मिल्छ संसद भवन किन तोड्ने मिल्छ भन्ने होइन संसद भवन कसरी तोडियो मान्छेलाई उग्र रूपमा त केपी ओलीको सरकारले सिधै गोली ताकेपछि नेपाली मैले भनेको छ नेता मर्न भयो जनता मर्न भएन आन्दोलनमा छ नि हजुर युवा पुस्ताले तोडफोड गरेको होइन भन्छु क्या म विध्वंस गरेको होइन संसद भवन छ नि हजुर घुसपेट भएर त्यहाँ प्लानिङ गरेर आक्रमण गरियो क्या तोडफोड गरेर आगजनी गरियो त्यो कुरा मान्नुहुन्छ तपाईँ आन्दोलन हुँदाखेरि घुसपेट हुन्छ साधारण घुसपेट त हुन्छ नि आन्दोलन परिवर्तन भयो नि त परिवर्तन भएपछि त अब कुन तरिकाले अगाडि बढ्ने कुन नियमबाट बढाउनु यो नियम मानेका थिए भने यी नियम मानेर आज भ्रष्टाचारी कार्यक्रम म भन्न चाहन्छु संविधान यदि मान्ने हो भने संविधानको कुन धारामा नेपाली जनतालाई गोली हान्नुपर्छ भनेर लेखेको छ यदि गोली हान्नुपर्छ भनेर नेपालको संविधानमा कहीँ लेखेको छ भने संविधान पल्टाउन चाहन्छु म कानुनको विद्यार्थी हो भएको कारणले यतिखेर म जेनजी पुस्ताको उसमा सम्बोधन गर्न चाहन्छु यतिखेर म जहाँ बहस गर्नुपर्छ बहस गर्न चाहन्छु र नेपाली जनताको पक्षमा र नेपाली तपाईको निष्कर्ष आयो अब कुनै पनि हालतमा हजुर जेनजी पुस्ताहरूलाई दुःख दिनु भएन जेनजी पुस्ता परिवर्तन गर्न चाहन्छ जेनजी पुस्ता नेपाली सम्पूर्णमा भन्न चाहन्छ कुनै राजनीतिक दलको कार्यकर्ता होस् तोडफोडको आगजनीको हजुर कुनै पनि दोष
नेपाल जेनजी सरकारले पुस्तालाई लगाउन मिल्दैन। नेपाल सरकारले लिनुपर्छ। नेपाल सरकारले लिनुपर्छ जिम्मेवारी सब। नेपाल सरकारले जिम्मा लिनुपर्छ। नेपाल सरकार परिवर्तन गरिसक्यो, अवस्था परिवर्तन गरिसक्यो। अब प्रत्यक्ष कार्यकारी निर्वाचन गरेर विधि र पद्धतिलाई सिद्धान्तमा परिवर्तन गरेर मुलुकको तपाईँ परिवर्तन व्यवस्थाको पक्षमा कि अवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा? अवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा म। देशको अवस्था परिवर्तन। देशको अवस्था भन्नाले देशको सुशासन। त्यो कर्णालीको त्यो दूरदराजमा बस्ने, त्यो पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मेको युवा कुनै पनि कोशी तर्न नसकेर पुलको अभावमा मान्छे हिँड्न नपरोस्, के अरे त्यो तुइनबाट हिँड्न नपरोस्। आज त्यो खोटाङ जिल्लाको त्यो फोक्सिङटारको पुलमा आज तुइन हानी राखिएको छ। फोक्सिङटारको पुल भएको 2 वर्ष भयो, तर आज केही कुरा भएको छैन। यस्ता कुराहरूमा पनि म भौतिक पूर्वाधार मन्त्रालयमा आह्वान गर्न चाहन्छु, अनुरोध गर्न